एउटा सत्यमा आधारित डरलाग्दो कथा भनिरहेको छु। सुन्नुस्। धेरै वर्ष अघि कैलाली जिल्लाको एउटा सानो गाउँ नजिकै घना जङ्गल थियो। गाउँका मानिसहरू त्यो जङ्गललाई कालो जङ्गल पनि भन्थे, किनकि त्यहाँ साँझ परेपछि कसैले जान हिम्मत गर्दैनथे। गाउँका बुढापाकाहरू भन्थे त्यो जङ्गल बिचमा एउटा पुरानो रुख छ, जहाँ रात परेपछि भूत राक्षस देखिन्छन्। एक दिन गाउँका 4 जना साथीहरूले साहस गरेर राति जङ्गल हेर्न जाने निर्णय गरे। उनीहरू हातमा टर्च लिएर बिस्तारै जङ्गलभित्र पसे। हावा सुस्स सुस्स चलिरहेको थियो। रुखका हाँगाहरू कराउँदै थिए। कर्कर कर्कर। अचानक टाढाबाट आवाज आयो, ठग 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 ठग। साथीहरू डरले एक अर्कोलाई हेर्न थाले। एकजनाले भन्यो, सायद कसैले काठ काटिरहेको होला। तर आवाज झन् नजिक आयो, ठग ठग। अचानक टर्चको उज्यालोमा उनीहरूले देखे ठुलो कालो आकृति रुखमुनि उभिरहेको थियो। आँखाहरू रातो आगो जस्तो चम्किरहेका थिए। कपाल लामा र अनुहार निकै डरलाग्दो। त्यो राक्षस जस्तो भूत बिस्तारै उनीहरूतिर फर्कियो। अनि गहिरो आवाजमा भन्यो, किन आयो मेरो जङ्गलमा? चारैजना डरले काप्न थाले। एक्कासी हावा धेरै जोडले चल्यो। रुखका पातहरू खस्न थाले। अनि टर्च आफै निभ्यो। अन्धकारमा फेरि आवाज आयो, फर्क फर्क, नत्र कहिले घर पुग्दैनौ। त्यसपछि साथीहरू ज्यान जोगाउन भागे। कसैले पछाडि फर्केर हेर्ने हिम्मत गरेन। भोलिपल्ट गाउँमा सबैलाई यो कुरा सुनाए। त्यस दिनदेखि साँझ परेपछि त्यो जङ्गल अझै सुनसान हुन्छ। गाउँका मानिसहरू आज पनि भन्छन्, कहिलेकाहीँ राति त्यो जङ्गलबाट अझै पनि आवाज आउँछ, ठग 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 ठग। र कसैले ध्यान दिएर सुने भने त्यो गहिरो आवाज सुनिन्छ, मेरो गाउँमा नजाऊ, मेरो गाउँमा नजाऊ।